इन्डियाको एसबीआई बैंकबाट नेपालको कुनै पनि बैंकमा पैसा पठाउने पुरानो तरिकामा सिस्टम अपडेट भएर नयाँ तरिका आएको छ, जुन पहिलाको भन्दा धेरै छिटो, सजिलो र इफेक्टिभ पनि छ। यस भिडियोमा म तपाईहरुलाई यो नयाँ तरिका स्टेप बाइ स्टेप सिकाउने छु। त आउनुहोस् सुरु गरौँ। त्यसको लागि यदि तपाईसँग कम्प्युटर या ल्यापटप छैन भने मोबाइलको क्रोम ब्राउजरमा गएर एड्रेस बारमा सर्च गर्नुहोस् एसबीआई अनलाइन। यहाँ स्टेट बैंक अफ इन्डिया लेखेको यो वेबसाइटमा क्लिक गर्नुहोस् र यो योनो एसबीआई पर्सनल बैंकिङ लेखेको लगइनमा क्लिक गर्नुहोस्। फेरि पर्सनल बैंकिङ कन्टिन्यू टु लगइनमा क्लिक गर्नुहोला। त्यसपछि योनो एसबीआई को लगइन पेज खुल्नेछ र यहाँ क्रमशः एसबीआई बैंकको युजर नेम पासवर्ड राखेर तल दिएको क्याप्चा या अक्षरलाई जस्ताको तस्तै यो बक्समा इन्टर गरेर लगइन गर्नुहोस्। अब तपाईको बैंकमा रजिस्टर भएको मोबाइल नम्बरमा ओटीपी कोड आउनेछ। त्यो ओटीपी कोडलाई वन टाइम पासवर्ड लेखेको यो बक्समा इन्टर गरेर सबमिट गर्नुहोस्। अब तपाईको एसबीआई बैंकको योनो एप्लिकेसन लगइन भएर खुल्नेछ। नेपाल पैसा पठाउनको लागि यो इन्टरफेसको माथि बायाँपट्टि 3 लाइनमा क्लिक गर्नुहोस् र यहाँ पेमेन्टमा क्लिक गर्नुहोला। फेरि फन्ड ट्रान्सफरमा क्लिक गरेपछि इन्डियाको एसबीआई बैंकबाट नेपालमा पैसा पठाउनको लागि यो सेन्ड मनी अबोर्ड लेखेकोमा क्लिक गर्नुहोस्। सो यहाँ यदि तपाईले पहिले नेपालको बैंकसँग बेनिफिसियरी एड गरिसक्नु भएको छ भने त्यसको विवरण यहाँ देख्न सक्नुहुन्छ। जस्तो कि मैले यहाँ नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंकसँग पहिल्यै बेनिफिसियरी एड गरिसकेको छु। अब मैले नेपाल एसबीआई बैंकमा पैसा पठाउन चाहन्छु। सो यो एनएसबीएल बैंक लिमिटेड लेखेको यो पे को अप्सनमा क्लिक गर्नेछु। यहाँ अलि तल पर्पज अफ रेमिटेन्स गर्नुको उद्देश्य के हो भन्ने बारेमा यो ड्रप डाउन बटनमा क्लिक गरेर यहाँ दिएका विभिन्न अप्सनहरूमध्ये कुनै एक अप्सनलाई चुज गर्नुहोस्। जस्तो कि मैले यो ट्राभल फर मेडिकल ट्रिटमेन्टलाई चुज गरेको छु। त्यसपछि यहाँ तलको तीरको निशानमा क्लिक गर्नुहोस्। यो इन्टरफेसमा यहाँ तपाईले कति पैसा पठाउनु पर्ने हो त्यो अमाउन्ट यहाँ लेख्नु होला। त्यसपछि यहाँ तल यो आइएनआर र एनपीआर को बीचमा रहेको यो ट्रान्सलेटको आइकनमा फिङ्गरले एकचोटि टच गर्नुहोस्। त्यसपछि यहाँ टच गर्नुभयो भने यहाँ बल्ल तल तीरको निशान देखाउनेछ। या फेरि यो माथि सेन्ड मनी अबोर्डमा क्लिक गर्नुभयो भने यहाँ तपाईको सम्पूर्ण डिटेल देखाउनेछ। जस्तो कि अमाउन्ट इन नेपाल करेन्सी, अमाउन्ट इन रुपिज, ट्रान्जेक्सन फी, पे ट्रान्सफर अमाउन्ट र टोटल डेबिट अमाउन्ट। तपाईले राम्रोसँग यो विवरण चेक गरेपछि यो तीरको निशानमा क्लिक गर्नु होला। यहाँ सोर्स अफ फन्डमा तपाईको इन्कमको सोर्स देखाउनु पर्ने हुन्छ। तपाईले यहाँ दिएका विभिन्न अप्सनहरूमध्ये कुनै एकलाई चुज गर्न सक्नुहुन्छ। जस्तो कि मैले यहाँ स्यालेरीलाई चुज गरेँ। त्यस्तै ट्रान्जेक्टर इन्स्टिट्युसनल सेक्टर कोड भनेको ट्रान्जेक्सन गर्ने व्यक्ति संस्था कुन क्याटेगोरीमा पर्छ। तपाईले यहाँ दिएको दुईवटा अप्सन मध्ये सिम्पली इन्डिभिजुअल अदर्सलाई चुज गर्नुहोस्। फेरि अर्को काउन्टर पार्टी इन्स्टिट्युसनल सेक्टर कोड भन्नाले तपाईले ट्रान्जेक्सन गर्दा अर्को पक्ष कुन प्रकारको संस्था या व्यक्ति हो भन्ने देखाउने कोड र यसमा अदर नन रेसिडेन्ट नट डिफाइन्ड र नन रेसिडेन्ट इन्डिभिजुअल एक्सेप्ट एनआरएन मध्ये कुनै एउटा चुज गर्नुहोस्। जस्तो कि मैले नन रेसिडेन्ट यो एनआरएनलाई चुज गरेँ। रिमार्क्समा तपाईले केही लेख्न पनि सक्नुहुन्छ, अन्यथा यो तल दिएको तीरको निशानमा क्लिक गर्नुहोस्। यहाँ पैसा पाउने व्यक्तिको बैंक डिटेल, नाम, अमाउन्ट र तपाईको बैंक एकाउन्ट नम्बर आदि देख्न सक्नुहुन्छ। डिटेलमा चेक गर्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोला। यहाँ दिएको टर्म एन्ड कन्डिसनलाई चाहे त्यो पढ्न सक्नुहुन्छ। यसलाई स्क्रोल अप गर्दै अगाडि सार्नुहोस् र यो चेकबक्समा टिक गरेर आई एक्सेप्टमा क्लिक गर्नुहोस्। अब तपाईको बैंकमा रजिस्टर भएको मोबाइल नम्बरमा ओटीपी कोड मेसेज बक्समा आउनेछ। त्यसलाई कपी पेस्ट गरेर यहाँ इन्टर गर्नुहोस् र फाइनली सबमिटमा क्लिक गर्नुहोला। ट्रान्जेक्सन प्रोसेसिङ हुँदैछ। रिक्वेस्ट प्रोसिड भयो, साथै तुरुन्तै रिक्वेस्ट सक्सेसफुली भएको यहाँ देख्न सक्नुहुनेछ। बस यति नै हो साथीहरू, इन्डियाको एसबीआई बैंकबाट नेपालको कुनै पनि बैंकमा अहिलेको यो नयाँ तरिकाले पैसा पठाउने तरिका। साथै यहाँ रिक्वेस्ट रेफरेन्स नम्बर दिएको छ। यसलाई स्क्रिनसट या कपीमा नोट गरेर राख्नुहोला। केही गरी पैसा समयमा पुगेन भने नेपालको एसबीआई बैंकको हेडक्वार्टर काठमाडौँमा कल गरेर रेफरेन्स कोड बताउनु होला र तपाईको समस्या सजिलै हल गर्न सक्नुहुनेछ। र तपाईले यो रेमिटेन्स डिपार्टमेन्टको नम्बरमा कल गर्नु होला। आई होप कि यो भिडियो तपाईहरुलाई काफी उपयोगी र मन पर्यो होला। यदि भिडियो मन परेको छ भने यो भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुनेछ। यदि तपाईको मनमा कुनै कन्फ्युजन छ भने कमेन्ट बक्समा कमेन्ट गरेर सोध्न सक्नुहुनेछ। To the city streets,
we began to feel the fire.